हेलो एभ्रिवान, आज चाहिँ म वर्ल्ड ब्याङ्क सम्बन्धी 50वटा एमसिक्यूहरू लिएर आएको छु। यो चाहिँ अहिले यो ब्याङ्किङ सेक्टर सङ्गठित संस्थाहरूको तर्फबाट प्री क्वालिफाइङ एक्जाम को लागि चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ। अब यो माहौलले एक्जाम कहिले हुन्छ भन्ने दुविधामा नरहे आफ्नो तयारी गर्नुहोला। सम्भवतः एक्जाम तिहारपछि हुनसक्छ। सो क्वेसन नम्बर 1 रहेको छ, विश्व ब्याङ्क कहिले स्थापना गरिएको हो? विश्व ब्याङ्क 1944 मा स्थापना गरेको हो। अप्सन सी यसको करेक्ट एन्सर रहेको छ। क्वेसन नम्बर 2 रहेको छ, विश्व ब्याङ्कको मुख्यालय कहाँ अवस्थित छ? विश्व ब्याङ्कको हेडक्वार्टर चाहिँ वासिङटन डिसी अमेरिकामा अवस्थित छ। अप्सन सी यसको एन्सर रहेको छ। क्वेसन नम्बर 3 रहेको छ, विश्व ब्याङ्क कुन सम्मेलनबाट स्थापना भएको हो? विश्व ब्याङ्क ब्रिटेन वुड्स सम्मेलनबाट स्थापना भएको छ। यसको एन्सर रहेको छ अप्सन ए, ब्रिटेन वुड्स सम्मेलन। क्वेसन नम्बर 4 रहेको छ, विश्व ब्याङ्कको मुख्य उद्देश्य के हो? मेन अब्जेक्टिभ्स अफ वर्ल्ड ब्याङ्क भनेको विकासशील देशहरूमा वित्तीय सहयोग उपलब्ध गराउनु नै हो। अप्सन सी रहेको छ यसको एन्सर। क्वेसन नम्बर 5 रहेको छ, विश्व ब्याङ्क अन्तर्गत कति प्रमुख संस्थाहरू छन्? यसको एन्सर रहेको छ अप्सन सी, 5वटा रहेका छन् विश्व ब्याङ्क अन्तर्गत। क्वेसन नम्बर 6 रहेको छ, तल मध्ये कुन संस्था विश्व ब्याङ्क समूह अन्तर्गत पर्दैन? आइबिआरडी पर्छ, आइडिए पर्छ, आइएमएफ विश्व ब्याङ्क अन्तर्गत पर्दैन, आइएफसी नै पर्छ। विश्व ब्याङ्कको पहिलो अध्यक्ष को थियो? विश्व ब्याङ्कको पहिलो अध्यक्ष युजिन मेयर थिए। अप्सन बी रहेको छ यसको एन्सर। क्वेसन नम्बर 8 रहेको छ, नेपालले कहिले विश्व ब्याङ्कको सदस्य बनेको हो? नेपाल 1961 मा चाहिँ विश्व ब्याङ्कको सदस्य बनेको हो। विश्व ब्याङ्कको आधिकारिक भाषा कुन हो? विश्व ब्याङ्कको आधिकारिक भाषा इङ्ग्लिस, फ्रेन्च अनि स्पेनिस हो। अप्सन ए रहेको छ यसको एन्सर। क्वेसन नम्बर 10 रहेको छ, आइबिआरडीको प्रमुख उद्देश्य के हो? आइबिआरडी चाहिँ प्रमुख उद्देश्य भनेको युद्ध पश्चात पुनर्निर्माण र विकासमा सहयोग पुर्याउने हो। इन्टरनेसनल ब्याङ्क फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट नामै रिकन्स्ट्रक्सन छ, पुनर्निर्माण गर्ने अनि डेभलपमेन्ट विकास गर्ने भन्ने हो। अप्सन ए यसको एन्सर रहेको छ। क्वेसन नम्बर 11 रहेको छ, आइडिए इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन कहिले स्थापना भयो? 1960 मा इस्टाब्लिस भएको यो। अप्सन बी यसको एन्सर रहेको छ। क्वेसन नम्बर 12 रहेको छ, आइएफसी इन्टरनेसनल फाइनेन्स कर्पोरेसनको मुख्य काम के हो? निजी क्षेत्रको लगानी प्रबन्धन गर्नु। अप्सन ए यसको एन्सर रहेको छ। क्वेसन नम्बर 13 रहेको छ, मिगा मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी स्थापना वर्ष कुन हो? यसको एन्सर रहेको छ 1988। क्वेसन नम्बर 14 रहेको छ, आइसिएसआइडी इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्सको मुख्य काम के हो? लगानी सम्बन्धी विवाद समाधान गर्नु। अप्सन बी रहेको छ यसको एन्सर। क्वेसन नम्बर 15 रहेको छ, विश्व ब्याङ्क समूह अन्तर्गत संस्थाहरू कतिवटा छन्? यसको रिपिट भएछ क्वेसन। यसको एन्सर हो अप्सन सी, 5। विश्व ब्याङ्क सदस्यता पाउनका लागि देशले के गर्नुपर्छ? विश्व ब्याङ्कको सदस्य पाउन पहिला आइएमएफको सदस्य हुनुपर्छ, त्यसपछि विश्व ब्याङ्कको सदस्य पाइन्छ। क्वेसन नम्बर 17 रहेको छ, विश्व ब्याङ्कमा सदस्य देशहरू कति छन् सन् 2023 अनुसार? अहिले 2025 अनुसार नै यही रहेको छ। अप्सन बी रहेको छ 189। क्वेसन नम्बर 18 रहेको छ, नेपालले पहिलो पटक विश्व ब्याङ्कबाट ऋण कहिले पाएको थियो? नेपालले पहिलो पटक विश्व ब्याङ्कबाट ऋण 1962 मा। 1961 मा मेम्बरसिप लियो, 1962 मा ऋण पाइयो। ऋण पाउन हाम्रो यहाँका नेताहरूलाई के छ र? आइबिआरडीको सदस्यता कुन देशहरूलाई खुल्ला छ? आइएमएफ सदस्य मुलुकहरूलाई। आइएमएफ जो सदस्य लिएका छन् ती सबैलाई खुल्ला छ। क्वेसन नम्बर 20 रहेको छ, विश्व ब्याङ्कको हाल 2023 सम्मको अध्यक्ष को हुन्? अजय बङ्गा। यो अहिलेको पनि 2025 को पनि अध्यक्ष उहाँ नै हो, इन्डियाको। क्वेसन नम्बर 21 रहेको छ, विश्व ब्याङ्कको स्थापना कहाँ भएको थियो? ब्रिटेन वुड्स युएसएमा भएको थियो। सरी। क्वेसन नम्बर 22 रहेछ, विश्व ब्याङ्कको पुँजी सबैभन्दा ठुलो हिस्सा कसको छ? अमेरिकाको छ यो। अप्सन सी यसको एन्सर। 23 नम्बरको क्वेसन, आइडिएलाई प्राय के भनिन्छ? सफ्ट लोन विन्डो भनिन्छ आइडिएलाई। क्वेसन नम्बर 24 रहेको छ, आइएफसीको मुख्यालय कहाँ छ? आइएफसीको मुख्यालय वासिङटन डिसीमा छ। क्वेसन नम्बर 25 रहेको छ, मिगाको फुल फर्म के हो? मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी। क्वेसन नम्बर 26 रहेको छ, आइबिआरडीको ऋण प्राय कुन देशलाई दिने गर्दछ? मध्यम आय भएका मुलुकहरूलाई। अप्सन बी यसको एन्सर रहेको छ। क्वेसन नम्बर 27 रहेको छ, आइडिएको ऋण कुन खालको हुन्छ?
यो कम ब्याज दरवालाको ऋण हुन्छ, त्यही भएर लिन्छन् देशहरूले। अप्सन सी यसको एन्सर। 28 नम्बरको क्वेसन, विश्व ब्याङ्कको निर्णय गर्ने प्रमुख निकाय कुन हो? बोर्ड अफ गभर्नर्स हो। अप्सन ए। 29 नम्बरको क्वेसन, बोर्ड अफ गभर्नर्स प्रत्येक सदस्य देशहरूमा कतिजना प्रतिनिधि हुन्छन्? 2 जना। विश्व ब्याङ्कको कार्यकारी निर्देशक कतिजना हुन्छन्? यो 25 जना हुन्छ। विश्व ब्याङ्कको ऋण कुन मुद्रामा प्रदान गरिन्छ? अमेरिकी डलर। अप्सन ए यसको एन्सर। आइबिआरडीलाई प्राय के भनिन्छ? आइबिआरडीलाई हार्ड लोन विन्डो भनिन्छ। आइडिएलाई सफ्ट लोन, आइबिआरडीलाई हार्ड लोन। विश्व ब्याङ्कको आधिकारिक नाम के हो? विश्व ब्याङ्कको आधिकारिक नाम इन्टरनेसनल ब्याङ्क फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट हो। विश्व ब्याङ्क र आइएमएफलाई संयुक्त रूपमा के भनिन्छ? ब्रिटेन वुड्स इन्स्टिट्युसन्स भनिन्छ। आइबिआरडी ऋणको सामान्य फिर्ता अवधि कति वर्षको हुन्छ? 15 देखि 20 वर्षको हुन्छ। आइडिए ऋणको फिर्ता अवधि कति वर्षको हुन्छ? 25 देखि 40 वर्षको हुन्छ। 37 नम्बरको क्वेसन, नेपालले पहिलोपटक कुन क्षेत्रमा विश्व ब्याङ्कको ऋण प्रयोग गर्यो? नेपालले सडक निर्माण क्षेत्रमा विश्व ब्याङ्कको ऋण प्रयोग गर्यो। 38 नम्बरको क्वेसन, विश्व ब्याङ्कको वार्षिक बैठक कहाँ हुन्छ? वासिङटन डिसी र अन्य सदस्य मुलुकहरू पालो पालो गर्छन्। अप्सन बी यसको एन्सर। आइएफसीको स्थापना कहिले भएको थियो? 1956 मा। क्वेसन नम्बर 20 रहेको छ, आइडिएलाई कुन मुलुकहरूले बढी प्रयोग गर्छन्? न्यून आय भएका मुलुकहरूले। अप्सन बी यसको एन्सर। 41 नम्बरको क्वेसन, विश्व ब्याङ्कको ऋण प्राय कुन किसिमको परियोजनामा प्रयोग हुन्छ? सामाजिक तथा आर्थिक विकासमा। अप्सन ए यसको एन्सर। 42 नम्बरको क्वेसनमा, मिगाको उद्देश्य के हो? लगानी, बिमा र तथा ग्यारेन्टी उपलब्ध गराउनु हो। अप्सन ए यसको एन्सर। 43 नम्बरको क्वेसन, आइसिएसआइडीको स्थापना वर्ष कुन हो? 1966। 44 नम्बरको क्वेसन, विश्व ब्याङ्कका सदस्य देशहरूमा भोटिङ पावर कसरी पाउँछन्? पुँजी योगदानको अनुसार। 44 नम्बरको क्वेसन। 45 नम्बरको क्वेसन, विश्व ब्याङ्कका प्राय सबै ऋणहरू कुन देश मार्फत व्यवस्थापन हुन्छ? अमेरिका मार्फत। अप्सन बी यसको एन्सर। 46 नम्बरको क्वेसन, नेपाल विश्व ब्याङ्कसँग सबभन्दा बढी कुन क्षेत्रमा साझेदारी गर्छ? शिक्षा, ऊर्जा र यातायातमा। विश्व ब्याङ्क र आइएमएफको वार्षिक बैठक कुन महिनामा हुन्छ? अप्रिल र अक्टोबरमा हुन्छ। अप्रिल र अक्टोबरमा। 47 नम्बर। 48 नम्बरको क्वेसन, विश्व ब्याङ्क ऋण वितरण गर्दा कुन आधारलाई प्राथमिकता दिन्छ? विकासको आवश्यकतालाई। 49 नम्बरको क्वेसन, नेपालमा विश्व ब्याङ्कले हाल 2023 सम्ममा मुख्य लगानी कुन क्षेत्रमा गरेको छ? 2023 अनि 2025 सम्ममा जलविद्युत क्षेत्रमा। क्वेसन नम्बर 15 रहेको छ, विश्व ब्याङ्कको नारा मोटो के हो? आवर ड्रिम्स इज पोभर्टी फ्री वर्ल्ड। थ्याङ्क यू।